विश्वभरमा कहीँ नभएको हे प्रभु त्यो मात्रै हो र हाम्रो नेपाल अत्यन्तै शक्तिशाली छ विश्वभरमा नरहेन राम 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 कहीँ पनि नभएको यत्रो कार्यक्रमको आयोजना गर्नुभयो यो कार्यक्रम कस्तो हो भनेदेखि समस्त नेपालीहरूले आफ्नो देशको धर्म मानुन् देशको संस्कृति मानुन् आफ्नो देशको राष्ट्रिय पोसाक सबै नेपालीहरूले लाउँ नेपालमा विश्वमा ढाका टोपीको महत्त्व के हो भनेर विश्वभरमा फैलोस् भन्ने कुराको आज यत्रो चाहिँ राष्ट्रिय पोसाक दिवस र अन्तर्राष्ट्रिय टोपी दिवसको अवसर पारेर मैले भन्न खोजेको हाम्रो देशका नेताहरूको पनि बुद्धि बिग्रेका नेताहरूको भगवानले बुद्धि भरिदिउन् देशमा सुशासन कायम होस् सबै नेपालीहरूले सुख शान्ति पाउन् अनि अहिले संसदमा जाँदाखेरिमा कुनै पार्टी भोजमा जाँदा पनि जसले पनि दौरा सुरुवाल लाउने चलन छ यो दौरा सुरुवाल लाउने चलन अझै प्रत्येक नेपाली जनजनको मनमा परोस् भन्ने कुरा भगवानसित पुकारा गर्दै हाम्रो देशमा सधैँभरि नरहेन राम 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 बोलोस् झलाला हे राम बोलोस् झलाला हरे राम बोलोस् झलाला हाम्रो देशमा शान्तिको बत्ती बोलोस् झलाला हाम्रो नेपालमा धेरै लडाइँहरू भयो यो इतिहासमा हेऱ्यौँ भनेदेखि इतिहासका लीला कति हो हाम्रो नेपालमा कहिले शान्ति आउला भन्दै हाम्रो नेपालमा सधैँ अराजक हुँदै गयो अहिले हाम्रो नेपालमा के भइरहेछ भनेदेखि योभन्दा 2-3 महिना अगाडि जेलजी भन्ने पुस्ताले हाम्रा देशका भ्रष्टाचारी नेताहरूको नरहेन राम 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 उठी